सेवारो नमस्ते यहाँहरूलाई हाम्रो लिम्बू ल्याङ्ग्वेज लर्निङ युट्युब च्यानलमा स्वागत छ। फेरि पनि एउटा लिम्बू लर्निङ लिएर यहाँ हजुरको माझमा उपस्थित जनाएको छौँ। आज हामी के सिक्नेछौँ भन्दाखेरि चाहिँ येनको बारेमा सिक्नेछौँ। मतलब आज भोलि पर्सि हैन, हिजो अस्तिको दिनलाई चाहिँ लिम्बूमा के भन्छ भन्ने एउटा छोटकटमा सिक्नेछौँ। र सर्वप्रथम चाहिँ सबैभन्दा पहिला चाहिँ आज भन्दाखेरि चाहिँ नेपालीमा आज, इङ्ग्लिसमा टुडे हैन, लिम्बूमा चाहिँ त्यसलाई के भन्ने भन्दाखेरि चाहिँ आयन भन्ने दुईवटा शब्द यहाँ टु सिलेबसले जोडेको छ। आयन त्यसरी नै अब भोलि हैन, भोलि टुमोरो इङ्ग्लिसमा, र त्यसरी नै लिम्बूमा त्यसलाई के भन्ने भन्दाखेरि चाहिँ तान्दिक म्याम्बी, तान्दिक हो। त्यसले गर्दा त्यसरी नै अब पर्सिको दिन म्याम्बी, त्यसरी नै पर्सि भन्दाखेरि चाहिँ लिम्बूमा पर्सि भन्नु पर्दा चाहिँ आछिन्दान हैन, आछिन्दान भन्छ। त्यसरी नै यो तिनवटा भयो। अनि त्यसरी नै फेरि हिजो भन्दाखेरि चाहिँ मिमा म्याम्बी, मिमा। अब त्यसरी नै यसको केही उदाहरणहरू म तपाईँलाई दिन चाहन्छु। सर्वप्रथम चाहिँ जस्तै आयन, अब आज होइन, आज म के एक्टिभिटी गर्दैछु त्यो चाहिँ अब मैले लिम्बूमा जस्तै भनौँ, म जस्तै आज म बजार जान्छु होइन, त अब म एक्लै जाँदैछु भने आयन आङ्गा पाङजुम पेका, आज म बजार जान्छु होइन। त्यसरी नै अब भोलि तान्दिक म्याम्बी, तान्दिक आङ्गा, म एकदम सिङ्गल पर्सनको नाममा बोल्दैछु, तान्दिक आङ्गा म्याम्बी। र जस्तै कुनै पनि गाउँ जस्तै पल्लो गाउँ जाने नासुमा पाङ्बे तकन्छे पेका, मतलब भोलि म पल्लो गाउँ घुम्न जान्छु। त्यसरी नै आछिन्दान, अब आछिन्दानमा चाहिँ पर्सि होइन, त्यसरी नै आछिन्दानाङ आङ्गा म्याम्बी, आछिन्दान आङ्गा लाङ्गा, पर्सि म नाच्छु होइन, हकिरी पामा सुक्तेत। त्यसरी नै अब हामी दुईवटा पर्सनको या दुईवटा व्यक्तिहरूको बारेमा बोल्नु पर्दाखेरि जस्तै आइन म्याम्बी, आइन आन्छिगे माङहिम या निसामहिम पिछिगे, मतलब आज हामी स्कुल जान्छौँ। त्यसरी नै तान्दिक, अब तान्दिक भने चाहिँ भोलि, या दुईजनाकै कुरा गर्नुपर्दा तान्दिक आन्छिगे पाङजुम पिछिगे, मतलब भोलि हामी दुईजना बजार जान्छौँ। त्यसरी नै अब पर्सिपल्ट चाहिँ अब हामी एउटा हस्पिटल जानु छ अरे। अब हस्पिटल जानु छ भने आछिन्दान आन्छिगे सोमो इ हिम, मतलब हस्पिटल म्याम्बी, आछिन्दान आन्छिगे सोमो इ हिम पिछिगे। अब हामी तिनजना व्यक्तिहरूको बारेमा कुरा गर्नेछौँ। जस्तै उदाहरण आज, जस्तै आइनको कुरा म्याम्बी, आइन आज हामी तिनजना मिलेर जोरथाङ तेन्दामा जाने सोचेको छौँ भने याक्थुङ बेबेलाम चाहिँ आखिरी पाप्ना बेकेर अब पान म चाहिँ आइन आनिगे जोरथाङ तेन्दा ओ पेगी गे, मतलब तेन्दा भन्नाले मेला म्याम्बी, आइन आनिगे जोरथाङ तेन्दा ओ पेगी गे, आज हामी जोरथाङ मेलामा जानेछौँ या जान्छौँ म्याम्बी। त्यसरी नै अब भोलिको कुरा गर्नुपर्दा भोलि म्याम्बी तान्दिक आनिगे म्याम्बी हुमुनेत ओ पेगी गे, मतलब भोलि हामी ट्रेनिङमा जानेछौँ। ट्रेनिङ जुनै पनि ट्रेनिङ हुनसक्छ यहाँ म्याम्बी। र तान्दिक आनी हुमुनेतो पेगी गे। र त्यसरी नै अब आछिन्दानको कुरा गर्दा पर्सि जस्तै प्लानिङ हुन्छ हाम्रो म्याम्बी, आछिन्दान आनी गे छङ्गु तकन्छे पेगी गे, मतलब आछिन्दान हामी छङ्गु घुम्नु जानेछौँ। आछिन्दान आनी गे छङ्गु तकन्छे पेगी गे। यलिक नोगेन, हामीलाई विश्वास छ हजुरहरूले पक्कै पनि हाम्रो युट्युब च्यानलबाट केही न केही त सिक्नु हुँदैछ भनेर हामीले ठुलो आशा र भरोसा राखेको छौँ। र यस्तै कुराहरू, यस्तै सिक्ने कुराहरू हामी आउने दिनहरूमा यही युट्युब मार्फतबाट हामी हजुरहरू लिएर आउनेछौँ। कृपया हजुरहरूले हाम्रो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला अनि सेयर गरिदिनु होला। धन्यवाद।